हेलो नमस्ते जोरले हैप्पी न्यू इयर ल यहाँ फेरि ओइलिसकेर आएर यस्तो रहेछ नि हटेरिका ओहो मिस भइहाल्यो हेलो नमस्ते अनि नयाँ वर्षको शुभकामना सबैजनालाई 2083 सालको अहिले चाहिँ हामी घुम्न जान लागेको बुढाबुढी भएर त्यसै साला भाउजू हेरौँ आजको मौसम चाहिँ यस्तो राम्रो छ यिनीहरू अगाडि पुगिसके चाहिँ अहिले पुग्न लाए यिनीहरू अगाडि गइसकेछन् उहाँ अगाडि पुगिसके चला यो चाहिँ लिङ्कन सहर ट्रेन स्टेसन यहाँ तिनीहरू उहाँ अगाडि कुरिरहन् ल 9 बजे यति नभने त कहाँ समयमा ल खै सुमन अब त्यही हो चौ ल भाउजू रोक्नु यसमा हो खोला न हो यताबाट चलाउँ न हाम्रो 35, 36, 38 सिट नम्बर यसपालि सिट पनि दिए खुल्दो रहेछ ल हो बस्नु भाउजू भुजाको ढाइलो के हो यो फेरि चटपटी मसला अब के हाल्नु पऱ्यो त्यो भन्दा नुन त मैले उसमा आलुहरुमा सबै हालेर उसर्नु Hello and welcome on board this LLER Azuma to London King's Cross. सादा त दहीहरु अनि सादा रोटी के पन्ना हालेको वाला हुन्छ है सुगर यिनीको अवस्था नर्केटमा बसिन्छ ट्रेन चेन्ज गर्नुपर्छ हामी जाने ठाउँको लागि कलर The next station will be Newcastle Gate. CCTV is in operation on this service for your safety and security. हाम्रो गाउँमा बच्चाहरूले सानो केटाकेटीहरूले क्या कति 5-6 क्लासमा पढ्ने केटाकेटीहरूले गोराको अन्डा भेटाएको छ र उनीहरूले पनि खाएको छ क्रिसमस लाग्यो मासु पनि खाएको किन भएन मासु पनि खाएको गोरालाई पनि मारेछ अन्डा पनि खाएछ कि अन्डा पनि खाएछ त्यो गोरा दुम्सी खान्छ भन्छ तर उसले कहिले खायो हजुर त्यो रेयर एनिमलमा पढेको थिएन त्यो गोल्डन मन्टर सुन जस्तो हाम्रो हेरेको माटो कलर हुन्छ सुन जस्तो
approaching platform 1 does not stop here. Please stand well clear of the exit. Next train to arrive on platform number 1 will ल अहिले चाहिँ हामी न्युयोर्क नर्थ गेटमा छौँ। आजको हाम्रो यात्रा भनेको एरोगेट भन्ने ठाउँ हो। लिड्स भन्दा अझै अगाडि जान्छ। यो जतातिर जान नि यही न्युयोर्क नर्थ गेट मात्र पर्दो रहेछ, जहाँ यहीँ चेन्ज गर्नुपर्छ। यता चाहिँ यिनीहरू कुर्दैछन्। अब एकैछिनमा ट्रेन आउँछ। आइसक्यो ठ्याक्कै, यसैमा जानुपर्छ। उता 5 हो, इनजम 5 मा हो। आऊ हाम्रो टाइम छ भनेर उतातिर बसेको। खै मोबाइल कहाँ राखेँ मैले? कति थियो अरे सिट नम्बर? 47देखि 50 हो क्या? होइन न? यता बस्नु ल। फेरि सेम डिटो ठाउँमा पर्यो। भर्खर उताबाट यता आएको थियो, अब यहाँबाट उता जान्छ। यस्तो रिस उठिन्छ होला नि। यो माथितिर जान्छ क्या। शिवजीमा त त्यस्तै हुन्थ्यो होला, शिवजीमा चढ्ने मान्छेलाई होइन भर्खरै त फेरि टेन्सन हुन्थ्यो। अब हामी कति बेला पुग्छौँ? मन भाइ त यहीँ जानुभयो। उहाँ चाहिँ यस्तै हुनुहुन्छ। दिदी यहाँ छु म, दिदी बहिनी दाइ भाइ राम्रै आउनुभएको र दिदी राम्रो हेरेला अरे राम्रोसँग राम्रो हेराइ भएर होला नि भन्नै नआएको। भाइ पनि कस्तो राम्रो देखेको, सबै राम्रो छ। Is now arriving to Leeds. If you're leaving us AG check, make sure calling from you travel tickets with you. Take tickets to exit station, ticket barriers हामी चाहिँ अहिले लिड्समा आइपुग्यौँ। हामी योभन्दा पनि अझै अगाडि हो नि जाने। लिड्समा आइपुग्यौँ। मान्छेहरू झरिरहेछन् उहाँ चाहिँ यता, अनि भाइ चाहिँ सुतिरहनु भएको छ। उता चाहिँ दिदी उता बस्छु भनेर उता बस्नुभएको छ। अस्ति हामी यही ट्रेनमा होइन चढेको? यस्तै थियो कि नाम पनि थियो। कति पुरानो थियो त्यो त। पुरानो थियो नि है? त्यो पुरानो बस जस्तो थियो त्यो त। झ्याल यो सिसा पनि कस्तो थियो नि। यता ल अहिले चाहिँ हामी एरोगेटमा आयौँ।
हाम्रो यही हो डेस्टिनेसन। अब 1-2 घन्टा घुम्ने फेरि घर फर्किने भन्ने विचार छ। घाममा बस्नु त घाममा बस्ने जाने रोक म टिकट निकाल्छु। ल यहाँ जाडो भएर कपडा लाउँदै छन् ट्याक्क लाएर ल्याउ 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 म म बोक्छु लगे यो नि खतरा चेन लगाइ त ठ्याक्क मिक्स अन्त कम्बिनेसन खतरा। ल लाग्यो कस्तो मजाले ल ल ल चलो बसौ तिमीहरूको फोटो खिचिदिन्छु ल। झ्याप खै त्यो त छोप्नु पर्छ है यस्तो झोला त यस्तो झोला च्याप्प राम्रो देखिन्छ ल। ए भगवान् हो ल ल ल ल ल नयाँ वर्ष लायो नि रङ लाउनु पऱ्यो ट्याक्क लाएर। यसै होइन बनाएको के हो के सुनपापडी के हो यस्तो ए तिमीहरूको फुल जति सबै झरिसकेको रहेछ र त्यो भुइँभरि। यो झोलामा के छ र के हो र केही छैन टिफिन छ एउटा अनि चटनीको भाडा अनि दिदीको ज्याकेट छ यहाँ पापड पाउन ढुङ्ग्री अनि ढुङ्ग्री ढोङ्ग्रो पुऱ्याउनु पापड हिजो पुऱ्याएको अनि सबै उस छ अनि के भन्छ अरे मसला चटपटेको सबै चारवटा अन्डा छ राम्रो त्यता जाने अरे यता जामै यता ल यता भाउजू पनि ट्याक्क लाएर जापानिजमै लेख्नु पर्यो नि जापानमा। अनि फुल फुलेर पिङ्क भएकै छैन। ल अहिले चाहिँ हामी स्ट्रे गार्डनमा छौँ। एरोगेटको दामी छ ठुलो यो नेपालको यो टुडी खेलको भन्दा नि ठुलो राउन्ड छ त्यति ठुलो घुमाउरो
एरिया अगाडि हिँड्दैछन् यहाँहरू भाउजू सुमन बुढी यी हप्सिनी दौडे एक लाएर अब चाहिँ हामी फुल भएको एरियातिर जान लागेको हेरौँ फुल त अघि नै देखियो अझै राम्रोसित पक्रेको रहन्छ अब त्यही पनि त्यहाँ पुग्छौँ खाजा खै के ल्याहानी नाले कचर पचर त खान्छौँ त्यसपछि फेरि एकछिन हिँड्छौँ बजार एरिया त्यसपछि घर फर्किने विचार हो कस्तो हुन्छ ल हेलो वेलकम टु भाइरा बहिनीको च्यानलमा भाइरा बहिनीको च्यानल यस्तो गर्नु न ल मैले चिसो भयो ज्याकेट लानु ज्याकेट ज्याकेट निकाल्नु भनेर ज्याकेट हातमा ल ज्याकेट लानु हेलो हेलो जाडो भयो सबैलाई जाडो भयो होइन हिजो मान्छेलाई पनि जाडो भयो होला वेलकम टु भाइरा बहिनीको च्यानल वेलकम टु भाइरा बहिनीको च्यानल मलाई चाहिँ जाडो भयो फेरि टेक्निकल के भित्रबाट जाडो छ जाडो खै ए त्यो हो यो त हो अब चाहिँ म एकदम अब चाहिँ मलाई एकदम बेसी जाडो भएको जस्तो देखियो होला है होइन अहिले चाहिँ न्यानो भयो जस्तो देखिएको छ एकदम जाडो भएर अहिले एकदमै जाडो भयो जस्तो चाहिँ मलाई कस्तो देखेको छ जाडै हुँदैन नि हेर्नु न यस्तो खिच्दै कुराहरू आउँदैछ बाटो आउँदैछ भोक लाग्यो भोक लागेर अरू कुरा नआएको जब सक्छु त कसैले सक्दैन नि फेरि अनि यस्तो धेरै कपडा लाउने मान्छे निकाल्ने मान्छेले त झोला लिएर आउनुपर्छ नि आज झोला पनि नल्याउने मलाई जाडो भाइ चाहिँ गर्मी भएर लुगा निकाल्ने अरूलाई जाडो हुँदाखेरि गर्मी हुँदा जाडो हो क्या ऊ त्यो पल्तिर होला ऊ त्यो फुल चाहिँ तर उसी छैन नि मोबाइलहरू चाहिँ माथि राखेको यो भित्र मोबाइलहरू मोबाइल राखेको चार्ज यो धेरै भारी अघि हामी यहीँबाट उता गएको होइन यहीँ त रहेछ फुलहरू भएको काप्राको राम्रो देखिँदैन काब्रो काब्रा होइन काब्रो हो के काब्रो कि काब्रो भन्ने थाहा छैन अचार खान्छ नि काब्रोको अमिलो हुने काब्रो भन्ने थाहा काउरो रे काउरो काप्रो काब्रो यही त हो हामी अघि आएको ट्रेनको बाटो यही नजिक रहेछ साथीहरू हेर्नु हाम्रो गुगल बाबाले अघि हामीलाई भनेर हामी कम त हिँड्ने यहाँ हो
हेर्नु हामी के देख्छ बाबाको खासै घरमा गर्छु है हजुरहरूले पनि यहाँ होइन कि यो फुल नै बाँकी हो यहाँ हेर्नु हामीले स्वर्ग देखाउँछौँ स्वर्ग हेर्ने हो कस्तो हुन्छ गाइज भने ओहो आँखाले देखेको जस्तो त छैन है फेरि यो क्यामेरामा त तिम्रो त्यो पकेट निकाल खै पकेटले गर सबै खै त नि हजुरलाई दिएको होइन पकेट के मलाई थाहा यहाँ छ यहाँ के हो अब ए आफैले हो यो त फुल्नै बाँकी छ हेर्नु न ऊ यो अस्ति हामी गएको ठाउँमा पनि एउटा दुइटा मात्रै यस्तै थियो अस्ति यस्तै थियो कि यो अर्को हप्ता फुल छ यहाँ फेरि अस्तिको ठाउँमा पनि आज रेडी भयो होला अर्को हप्ता पनि जाउँ ल अर्को हप्ता त झन् 3 दिन छुट्टी हुन्छ हाम्रो हामी फुल हेर्न भनेर आएको तर फुलै फुलेको छैन बल्ल यस्तो सानो सानो कोपिलाहरू मात्रै लागेको छ यस्तो ए भगवान् ल अहिले चाहिँ हामी जहाँ आउने भन्थ्यौँ त्यहाँ आइपुग्यो तर यहाँ फुल छैन फुल फुलेर राम्रो केही भएको छैन के गर्नु यहाँ खिच्दैछन् छन त तर त्यस्तो केही छैन अलिअलि अस्ति उता अर्को पार्कमा जाने बेला नि यस्तै थियो अहिले नि यस्तै छैन हाम्रो भने नि बुढेवालाई देखाइदिउँ भनेको के अरे भएन सोचे चाहिँ छैन उठेर फोटो खिचिदिउँ ल भाउजू उठे एक दुईवटा फोटो खिचौँ त्यसपछि एक ठाउँ बस्नु हामी उता माथि पसलमा गएर आउँछौँ स्टोरतिर गएर खै यो के खानेकुरा किन्छौँ त्यसपछि खाने यहाँ त अर्को हप्ता कति राम्रो हुन्थ्यो नि तर खत्रै रहेछ नि छन् त तर अस्ति हामी गएको ठाउँमा भन्दै झन् धेरै धेरै राम्रो पऱ्यो नि नभए त नेम कडा भयो नि ल अहिले चाहिँ यहाँ चटपटे गन्दै जेमा हाले नि हुन्छ किनेको होला नि त्यति चटपटी चाहियो प्लेटै चाहिँदैन अन्डा खाने ए चटपटे हालौँ साइडमा अन्डा हालौँ न त यसमा हालेर हुन्न ल यो कता हाल्ने यो ए त्यो पनि छ किन चाहिँदैन र मासु पनि छ नि त अन्त अब पहिला लास्टमा हालौँ केक चटपटेको लागि थाली मिस्यो ए कफी भयो बडे बोय खै प्लेट पुराउ त ल अझै एउटा ल्याउ न यो कता हाल्यो त्यो मासुमा खाने भन्दा क्या मासु डोबेर खाने नि खाने नभए नि त्यो मासु पहिलेदेखि मिठो छ खाएर खाने है यहीँ छ है चटपटे अन्डा हाल्नु अन्डा हाल्नु विङ्स हाल्नु यहाँ त किरा पसेर म त
खाना नि घिनलाई यसरी उचाल्नु है भुइँमा त भुइँमा हालेर गयो भने त के जान्छ के जान्छ चम्चा उता चम्चावाला यो त कोठे गर्छ हालेर चम्चा दही अन्डा हालेर हुन्छ पनि खानु दिदी ल सबै लागेको कि नै धेरै खस्छ लागेको चटपटमा नुन नुन अलिक कमी भएको कि अब है के अन्त अब छैन नुन हाल्न त हालेको थिएँ हो ल कुर्कुरेले गुलियो गराइदियो है चटपटेको फोटो खिचौँ न यसरी नखिच्ने फोटो खिचेन खाना यस्तो गरौँ यस्तो यस्तो गरौँ नि ल 1 2 लौ त नि ल भिडियो भइरहेको यतिको दिइदिनु त म पछि काट्छु ल 1 2 3 गो ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ल ल वाइ 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 एउटा गेम खेल्नु गयो थियो ए कोनले खान पनि पाउँदैन ए रक पेपर सिजर खेल्नु हुने हैन डक्टर सिजर हैन सेम पर्यो भने दौडेर गएर छुनीवाला त्यो खेल्छ नि आजकल यस्तो यस्तो गर्नु छुनीवाला के ए अन बस रक पेपर भनेर यस्तो यस्तो गर्दा छिटो हुन्छ ए त्यो वाला खेल्ने हो र खेल्ने भाइ खेलौँ ऊ त्यो रुखलाई छोएर आउने कि छोएर आउने रुख धेरै जाडा हुन्छ अरू त ए ल ल खेलौँ खेल्ने भाइ अनि कहाँ क्यामेरा डन डन त्यसको लागि अहिले रबर ठाउँ चाहिन्छ कलको खानेकुरा नाले माथि आउनु पर्छ रे अन्डा पनि खानु अन्डा त अमिलो भयो कि अब चुक लागेर ल ल ल लागौँ अब खाइयो पेट ढार्यो उता नै हाँसिदिइहाल्यो लाएर ल उठौँ 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 ल एकछिन नै कहाँ पुग्नु हो? दिनु यो झोलामा हाल्नु भनेको अँ छिटो हाल्नु अनि यो हजुर तपाईँ के गर्नु जो लाउने हो लानु जाडो भयो तिमीलाई हजुरलाई ल लगाउनु त अनि त्यस्तो गरेर नहेर्नु कि बुढो मान्छे अब लाउने हो लानु त भर्खर अँ खाइदिनु मलाई खोला अब टरले हिँड्नुपर्छ अब अनि मेरो त काँटाको त आयो त नि कुच्चे काँटा कुन काँटा लगा छैन त मेरो काँटा त ल ल ल ल अहिले चाहिँ हामी हल्का बल्ल 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 2-3 घन्टा पार्कमा बसेर बल्ल निस्कियौँ हो बाहिर निस्किएको अब एउटा गार्डन हेर्नु जाने भन्ने कुन यो जामा टक्कर लाएर अब राम्रो रहेछ सबै ठुलो यो उस भएर नि हो कि पार्क एरिया भएर हो राम्रै छ यी जुत्ता आम्मामा त्यो गर्नु त ए भयो जाम ढिलो हुन्छ यतालाई जुत्ता चप्पल
बाटो होइन भने पहिल्यै हिँडेको थियो होला त के भएर होला मैले हेरेर हरियो गरिसकेको थिएँ फेरि मान्छे यो आइसक्रिम आइसक्रिम हो गरे बिरामी बन्छ चिसोला निमोनिया भएको उदाहरण यही छन् मोटे रक्सीको नि उदाहरण मैले आइसक्रिमको नि मैले हो त के जसले नि मलाई चाहिँ उदाहरण दिइरहेको यार अहिले त यार हो त के अलिअलि धुलो सिमाउनु खेल्ने मैले जहाँ दामी देख्यो हौ तल तनु यो बाटो होइन उसको ए भिडियो गरिदिनु त ल भिडियो गरिदिने आफू गहन्टु म भिडियो गरिदिन्छु भन्ने सुन्यौ क्या हामी चाहिँ अहिले फेरि अर्को ठाउँमा जाँदैछौँ कता हो खै मलाई त थाहा छैन यत्तिकै हिँड्दैछौँ बाटो ठाउँ कस्तो राम्रो रहेछ तर छापहरू यस्तो घरहरू यस्तो राम्रो बिल्डिङहरू अलिकति हिँड्छ 15 मिनट घरबाट हिँड्ने बेला 15 मिनट भनेर आधा बाटोमा अब म धारासम्म पुग्न सक्दिनँ मलाई यहाँ ल्याइदियो पानी भनेर यस्तो ल्याइदिन्छ अनि यहाँका मान्छे के भएका हुन् यहाँको मान्छे के भएका हुन् घरबाट हिँड्दा नि 15 मिनट यहाँबाट हिँड्दा नि 15 मिनट आधा बाटोमा आइपुग्दा नि 15 मिनट ल अहिले चाहिँ भ्याली गार्डनमा आइयो एन्ड पाइन वुड्स गरे यता पनि हेरिदिउँ घुमिदिउँ अनि पर्यो यार हिउँ पऱ्यो पानी पऱ्यो ल जाऊँ ल त्यो सर राउन हान्ने त्यसरी जाने केटीहरू खेलेका छन् बच्चाहरू पनि ठिकठाकै रहेछ खेल्दै छन् कस्तो राम्रो फुलेको हो उताबाट धेरै फुल्यो होइन अलि फुल्यो रहेछ कि यता फुलेको अलि होइन अलि नै फुल्यो यो केटाकेटीलाई बनाएको यो फुल कस्तो पात पनि त्यस्तै फुल पनि त्यस्तै के हो यस्तो पानी पनि लाग्यो ल फोटो खिच्ने कता खिच्ने भन्ने कुरो हो नि त ल भिडियोबाट नखिच्दिनु के ल यहाँ फेरि केटाकेटीहरू खेलाए छन् यस्तोमा त घुम्नुपर्छ यहाँ ल यस्तो ल म त्यो केटी उक्लिन्न होला भनेको त कति अल्गो रहेछ रे त्यहाँ छिन् उक्लिएर त पुच्ची है म त उक्लिन्न भनिरहेको थिएँ यस्तो कता हो जाम यता
फुल कति खिच्नु फोटोहरू फोटो खिच्नु के अरे साथीहरू म लालीगुराँसको रुख देखेँ आउनु यिनीहरूले पत्याएर लालीगुराँस भनेर यो लालीगुराँस हुन्छ होइन भनेर कमेन्टमा गरिदिनु त ल हो हजुर हो मैले पट्टाएँ लालीगुराँस हो हजुर हो कति राम्रो लालीगुराँस ओहिले हेर यहाँ पत्तुर परिसक्यो नेपाल जस्तो होइन यो पिङ्क कलरमा जस्तो भरिलो हुन्न गरे के पिङ्क सेतोवालामा रातोवालामा मात्रै हो कि उस हुने कस्तो राम्रो हुन्छ ल यहाँ फोटो खिचिदिनु म त ल अग्लो पनि जाऊ ओ यो फुल त मकैको फुल जस्तो हेर पपकर्न भयो पपकर्न फुल पपकर्न जस्तो भयो अनि यता के छ हालखबर फेरि यता फेरि अर्को रहेछ आहा ल अहिले चाहिँ हामी यो गार्डनबाट निस्किन लाग्यो आज पार्क गार्डन यही डुलै मात्र भयो आज यो गार्डन चाहिँ भ्याली गार्डन एन्ड पाइनवुड्स यहाँबाट अब निस्किँदैछौँ अब केही समयपछि ट्रेन छ त्यसपछि हामी घर जानेवाला छौँ अब अगाडि केही छ भने हेरौँ ल नभए बाई बाई फेरि कुनै नयाँ भिडियोमा भेटौँला बाई बाई